हेलो गाइज, वेलकम टु माई न्यू मिनी भ्लग। आज चाहिँ हामीले प्याजको पकौडा बनाउने भनेर प्याज काट्दै हुनुहुन्छ। मेरो बाबाले प्याज काट्दै हुनुहुन्छ। प्याज काटेको छौँ, उतापट्टि खुर्सानी काटेको छौँ, अदुवा पनि त्यहीमा मिसाएको छ। प्याजको पकौडा भन्नाले प्याज अलि धेरै हाल्ने। यो प्याज खुर्सानी योमा चाहिँ पिठो, हामीले चाहिँ गहुँको पिठो युज गरेको छौँ। गहुँको पिठो हाल्ने, त्यसपछि यसमा थोरै बेसन हाल्ने। हामीले चाहिँ बेसन बजारबाट किनेर ल्याएर हालेको छौँ। थोरै बेसन हाल्ने, त्यसपछि दुईटालाई मिक्स गर्ने, हातले मोल्ने। दुईटा पिठो र बेसनलाई चाहिँ सँगसँगै गराउने। त्यसपछि मिट मसला प्रयोग गरेको छौँ, थोरै मसला प्रयोग गर्ने, थोरै सौँफ प्रयोग गर्ने। सौँफले बास्ना मिठो गराउँछ, त्यो बास्ना धेरै निकाल्छ। त्यसपछि थोरै लसुन हाल्ने त्यसमा, लसुनले पनि स्वादलाई मिठो गराउँछ, तिखर बनाउँछ। त्यसपछि त्यो हालिसकेपछि हामीले अघि काटेको खुर्सानी र अदुवा हाल्ने। त्यसपछि यसमा प्याज हाल्ने। अघि हामीले सानो मसिनो गरेर काटेको, मसिनो त छैन तै पनि मसिनो गरेर काटेको प्याज हाल्ने। त्यसपछि नुन हाल्ने, आफूले स्वाद अनुसारको नुन हाल्ने। त्यसपछि नुन हालिसकेपछि हामीले फेरि त्यसमा बेसार हाल्ने। अब के चाहिन्छ आफूलाई, मरमसला हाल्ने, स्वाद आउने गरेर हाल्ने। त्यसपछि बेसार हाल्ने फेरि। त्यसपछि यो पिठोलाई थोरै पानी हालेर मोल्ने। मोल्दाखेरि चाहिँ धेरै गिजल्नुहुन्न, थोरै थोरै हल्का हातले मोल्नुपर्छ। यस्तै तरिकाले मोल्ने। त्यसपछि यसलाई चाहिँ सानो सानो बनाएर तेलमा हाल्दैछौँ, हामीले चाहिँ फ्राई गर्दैछौँ। अब पकौडालाई आगोमा बनाउँदैछौँ। कस्तो हुन्छ आगोको पकौडा खाने भनेर। आज मौसम पनि जाडो जाडो थियो, त्यही भएर अब त्यसपछि हामीले तेलमा हालिरहेको छौँ। मेरो दाइले हालिरहनु भएको छ, मम्मीले पकाइरहनु भएको छ, म चाहिँ भिडियो बनाउन लाग्छु। अब चाहिँ पकाएर निकालिसकेको छौँ। कस्तो भयो भनेर हेर्नु है। अब मेरो मम्मीले चाख्दै हुनुहुन्छ। ल कस्तो छ मम्मी भनिदिनुहोस् भन्दाखेरि उहाँले चाहिँ मिठो छ भन्नुहुन्थ्यो। त्यसपछि हामी सबैले चाख्न लाग्यौँ। बाबाले, मैले, दादाले खाएको त एकदम मिठो रहेछ। हेर्नुहोस् त, बाबाले त झन् सिङ्गै पो खाइदिनु भयो। मैले खाएँ, त्यसपछि दाइले खाएको त एकदमै मिठो 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 रहेछ।